Hi everyone, good morning. Good morning everyone. हामी चाहिँ उकालो जाँदैछौँ। कालिम्पोङ हिँड्दैछौँ हामी उकालो। यहाँ तल केबल कार छ तर नजाने हामी हिँडेर जाने। तार अलि झोल्ले जस्तो है अन्त डर पो लाग्यो मलाई। चिसोले आँखा चाहिँ पुक पुक सुन्ने छ। अनुहारै सुन्ने छ मेरो त चिसोले। मेरो झन् त्यस्तै अन्तिकै सुन्ने छ। अब हामी चाहिँ यहाँदेखि हिँड्दै जान्छौँ। कता हो केबल कार आइरहेको थियो कट्यो क्या। यहाँ केबल कार आइरह्यो। हामी चाहिँ ऊ माथि यहाँ माथि पुग्नुपर्ने हो। यहाँदेखि हिँड्दै जाने हो। यस्तो राम्रो बनाएको छ। मलाई त सास लाग्ने रहेछ अनि बजुलाई झन् गाह्रो हुन्थ्यो नि। हाम्रो मम्मीको हिँडाइ चाहिँ यस्तो छ। आयो दिदीले हामीलाई चाहिँ मिलाइदिनु उस्तै होला। भइरहेछ। हामीले हिजो माथि खम्बा पनि पुग्यो। ओहो कति राम्रो। कुन हिमाल हो यो? यस्तो डर लागेन मलाई। एक्लै ढल्यो भने कसले उठाउने भएर मात्रै डर भएको मलाई। सास फेर्न गाह्रो भयो कि साथी थिएन। तपाईँहरू पनि यहीँ बसेर हो? यहीँ बसेर पनि यतिखेरसम्म अब त कति भिड भइसक्छ माथि। ठाउँ सानो रहेछ। तपाईँ कहाँदेखि आउनु? म त काभ्रेबाट। बस्नु त यहीँ बसेको म। हजुर ए होइन हामी त आज यतै बस्ने हो त्यही भएर बिस्तारै जानु लागि भाउ। यता हाम्रो भाउ चाहिँ यता दिदी यता लक्ष्मी मेरो छोरा अनि अर्को भरै हेलो हेलो गरिदिनु आयुष हेलो आयुष आयुषलाई थकै लागिन सास लाग्यो। हामी चाहिँ माथिसम्म पुग्नुपर्छ गाइज। यहाँ आयुष यस्तो इनर्जी आउँछ यति सानो मान्छेलाई। हामीलाई गाह्रो भइरहेछ ब्याग बोकेर। दाइलाई देऊ न, दाइलाई देऊ ब्याग। अब कापरेली सम्धि के छ खबर तर थाहा छैन। अब जेठमा पो फुल्छ अरे। के भयो हजुर? हाउ डु यु फिल? मेरो इङ्ग्लिस कस्तो भयो? जङ्गल हेर्दा चाहिँ फिलिङ गुड होइन। बाटो हेर्दा पनि गुड तर हिँड्न नसक्दा चाहिँ धेरै गाह्रो। हिँड्न नि सास लाग्छ। हजुर के हुन्छ लेख लाग्दा? के हुन्छ लेख लाग्दा?
के भयो यस्तो राम्रो नजारा छ के भयो मेरो छोरालाई टाउको त्यहाँदेखि यताबाट यता भरे चाहिँ बोइसँग जाऊ ल अहिले त झन् बोइसँग जाऊ ल हामी त यहाँ एउटा बहिनी थियो साथी अनि त्यो खोज्दाको बहिनी गइसकेको छ ए उल्टो भइसक्यो नि उल्टो आउनु भएछ भयो कतिमा थियो अझै अभी यस्तो डर लाग्ने म यहाँ छु डर लाग्यो यता हेर्दैछु हेर्नु भन्दैछु के चाहिँ यो चाहिँ केबल कार हाउस आइया गाइज हामी चाहिँ कालिम्पोङ दर्शन गऱ्यौँ त्यसपछि फर्किँदैछु अब हाम्रो बाटो चाहिँ यता जानुपर्छ यहाँदेखि तल बाटो अब कति टाइम लाग्छ जस्ट 10 मिनट आनन्द भयो उकालो जाँदाखेरि चाहिँ एकदम गाह्रो भएको थियो ओह्रालो झर्दा नि यसो यसो हुँदो रहेछ भाइलाई त उकालो जाँदैन गाह्रो भएन होला होइन मलाई ऊ त फिल्ली कुदेछ नि म त खै यसो भिडियो खिच्यो भनेर गएको यस्तो हुसे लागेर ड्यामडुम पुऱ्यो गाइज हामी चाहिँ फर्किँदै हो अब जाने अनि लसुन र के अरे आन्टी लसुन र टिमुरको झोल बनाउँछु म सुप बनाउँछु सबलाई खुवाउँछु भन्छु तर के गर्ने टाउको दुखेर पहिला आउँदा यस्तो भएको थिएन यो चाहिँ मेरो थर्ड टाइम होला हौ यहाँको मन्दिरै पुगे चाहिँ 3 चोटि भयो होला आजसँग तर पहिलोचोटि आउँदा केही भएको थिएन क्या तर हाम्रो उता घरतिर त अब के भन्छ लेख नै हो नि त म उता बसेर हो क्या अन्त त्यो गर्मी ठाउँमा बसेर गाह्रो गाह्रो भइरहेछ कस्तो हुसे लागेको छ कस्तो भइरहेको छ असिना पर्यो पानी पनि पर्यो के असिनै परिरहेको पानी पनि हिउँ परेर रमाइलो हुन्थ्यो अझै आज एक दिन हामी यहीँ बस्छौँ तल्लो गुम्बा छ त्यहाँ जाने हो गुम्बामा बत्ती बाल्ने हो आज बुद्ध जयन्ती हो नि त त्यही भएर होइन अनि भोलि चाहिँ हामी चरीकोट जाने अनि त्यसपछि तल भीमसेन मन्दिर भीमसेन नै हो दोलखा भीमसेन जाने पूजा गर्छौँ त्यसपछि हो माथि मान्छे लिनु पर्यो होला नि त त्यही भएर कता
ऊ माथिबाट गइरहेछ त्यो उकालो यो तल्लो चाहिँ कुरीको झार पानी पर्यो आँसु कुदेर ऊ तल्लो पुग्नु भयो भित्र होला हामी चाहिँ गुम्बामा जान लाग्यो अगाडि हिँड्दै हुन्छ मम्मी पहिला त झन् कत्रो ठुलो खोला जस्तो लाग्यो मलाई उहाँ तल लुगा धुन्थ्यो उयो के अरे उहाँ तल ढुङ्गा थियो क्या त्यही लुगा धोएको दिदी म दिदी म लुगा दियो है को भएर कोही छैन कस्तो राम्रो भइसक्यो त कलर चाहिँ कहाँ लाउनु बाँकी भित्र बाहिर त लगाइसक्यो त बाई फुपू गए कान्छीसँग बाई 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 गयो हस् मामा हुन्छ गएको हस् हुन्छ बाई हामी चाहिँ हिँडेको अब घरतिर होइन बोलेरोमा यस्तो मस्त आउँछ अब न शनिबार त कति मान्छे नि आँखै सुन्ने यार मेरो त माथितिर चाहिँ गुराँस फुलेर फेरि हामी गाडीको लाइन यति धेरै घोडा यहाँनिर गाडी कति धेरै हो यार है यति धेरै गाडी हामी चाहिँ कालिम्पोङबाट नि तल झरेर यहाँ आइपुगिसक्यौँ हामी चाहिँ दर्शन गरेर पनि आधी बाटोमा आइपुग्यौँ आधी बाटो होइन अलि माथि अनि अटो आउँदैछ हाम्रो लागि यताबाट अटो आउँदैछ सानो हेर न लदाउने मान्छे त्यतिर अटो कुरेर बसिरहेको छ हो त्यो अटो होला हाम्रो आएर त्यो चढेर चढेकोसम्म जानुपर्ने हुन्छ छुट्टी त्यही गयो जाउँ आउनु जाने हो त्यसमा जाने हो अनि त्यसपछि गाडीमा आउनु ल म त काखमै बस्ने त होला नि